ल आज चाहिँ हाम्रो पिकनिक छ पिजिटिसी। हेलो सर। हजुर हजुर कस्तो लागिरहेछ हजुरलाई पिकनिक? एकदम रमाइलो लागिरहेको छ हैन। सबै हाम्रो नयाँ भाइहरूलाई अब 25-26 घण्टेका तयारी हुँदै गरेका भाइहरूसँग चाहिँ आज पिकनिक रमाइलो गर्न आइरहेको छ हामी यो। कुन ठाउँ गऱ्यो? यो दोविल्ला। दोविल्लामा हैन, दोविल्लाको रिभर ब्याङ्क साइड भन्नु। हजुर हैन, रिभर ब्याङ्क त्यही भएर रमाइलो भइरहेछ है। ल अरु केटाहरु ल फेरि ल नमस्कार के अरे निशान गुरुङलाई। आज हामी के गर्न आइरहेछौँ यहाँ? आज हामी बिजिटिसीबाट पिकनिक खान आएको। तिमी त खतरा देखेछ, गेटअप त खतरा छ त यार। दिस इज स्पेसल ह्याट। यो नि युकेबाटै हो। सेफको त होइन नि? होइन, ब्रिटिस क्याम्पबाटै आएको हो यो। ठिक छ, यहाँ दुध पाकिरहेछ केटाहरू। अर्जुन सरले फेरि आइहाल्यो यहाँ फेरि गफान। ल बोल्नु न, अब मैले क्वेसन सोध्नै पर्दैन तपाईँलाई। भन्नुहोस् न, अब नसोधिकन भन्ने बानी छैन। हजुर फेरि त्यस्तो छ। मम्माको फोन आयो, एकछिनमा कुरा गरौँ है त। ल भाडा मात्र भ्याएको केटा कोही साइड गर्दैछ। आज केटाहरू बिहान डोको रनिङ आएर यहाँ नास्ता खान गएको छन्। रेडी हुँदैछ हाम्रो केटाहरू नास्ता खानको लागि। यहाँ चाहिँ हाम्रो केटाहरू खाजा खानको लागि लाइनमा बसिरह। के चाहिँ आज चाहिँ अलि भरि हुन पर्यो है दुध चाहिँ। भोलि त कहाँ हुनु जहिले गुरुजी। ल केटाहरूले चाहिँ अचार स्पेसल बनाउँदैछ। माइदी के भन्छ अरे अचारलाई? गोर्खे चटनी है। ल गोर्खाली चटनी। ल केटाहरूले नै गर्दैछ है सबै काम चाहिँ फेरि। ल ल है त मामा के भयो भनेको? कम्ती भयो नि यार।
बस्यो अनि फेरि पानी हालेर तातिनु पर्यो भने जङ्गलतिर पठाउनु पर्ला हो जङ्गलतिर केटाहरूलाई खोज्न पठाउनु पर्ला जस्तो भयो ओहो कस्तो मिठो बनाएको है हाम्रो भाइ सुनिलले हेर त यस्तो दामी बनाएको छ आज पिकनिकको त्यहाँ दुईवटा कम्पिटिसन हुँदैछ दुईवटा भाँडा छन् एउटा चाहिँ सुनिल भाँडो छ अर्को चाहिँ बम भाँडो छ त्यहाँ बम भाँडो दुईवटा भाँडाको चाहिँ यहाँ यो चाहिँ हुँदैछ तयारी त्यो चाहिँ अलमोस्ट भइसकेको छ त्यही भएर चाहिँ यहाँ कसले जित्छ आज चाहिँ जसले मिठो बनाउँछ दुईवटा भाँडामा उसले चाहिँ एउटा फ्रुटी चाहिँ अवश्य पाउँछ है तर होइन साँच्चीकै हो साँच्चीकै बम दाइ कस्तो अब के कस्तो छ त यसमा अब के सामान हाल्न अब बाँकी छ इन्ग्रिडियन्ट्सहरू के हाल्न बाँकी छ अब टमाटर छ बेसार छ मसला बाँकी छ नुन बाँकी छ त्यति हो भनेपछि आजको पिकनिक चाहिँ बबालाई रमाइलो होला जस्तो छ त होइन है आज पिकनिक भन्दैन आज वनभोज हामी वनभोज खाँदैछौँ है जेस खोलाको किरानामा दोबिल्ला साइडतिर है ल रोजिन यहाँ आउँदा के भन्न चाहन्छौ त यो पिकनिकलाई यसो के कसो के भन्दै नि त विस्तृत रूपमा केही यसो डिस्क्राइब गर्दै नि त पिकनिकको बारेमा राम्रो हुँदैछ धन्यवाद है छोटो मिठो दियो है रोजिनले चाहिँ छोटो साधन छ छोटो एकदम मिठो पनि दियो है बन्दैसँग त अब सानो अन्तर्भाव त भइसक्यो हाम्रो र अब यसै गरी हाम्रो साजन गुरुजीसँग है हजुर ल यो पिकनिकको बारेमा यसो छोटो मिठो केही भनिदिनुहोस् न त दुई चार शब्द अब पिकनिक भनेपछि अब एउटा रमाइलो प्रोग्राम हो होइन त्यसैको साथमा चाहिँ केटाहरूलाई एउटा सिक पनि केही कुराहरू सिक्न पाउँछ होइन पिकनिकमा चाहिँ कसरी अब एउटा टिमवर्कमा काम गर्ने होइन यहाँ टमाटरदेखि लिएर पकाउने कामहरू सबै हामी त आज काम त्यस्तो साह्रै गरेको छ सबै केटाहरूले गरिरहेको छ ठिक छ अब यसरी नै अलिअलि कुराहरू सिकाउने हो हामीले होइन सिक्छ उनीहरूले पनि अब अरू के भन्ने र हुन त अब ट्रेनिङ त केटाहरूले सधैँ हार्डवर्क गरिरहेकै हुन्छन् होइन र अब ट्रेनिङका साथसाथै यो यस्तो इन्टरटेनमेन्टहरू चाहिँ बेला बेलामा दिनु चाहिँ राम्रो नराम्रो के छ त यसको बारेमा सान्छ के एकदम राम्रो हो नि भाइ नराम्रो भन्ने कुरो त हुँदै हुँदैन नराम्रो भन्ने कुरो त हामीले गराउँदैन एउटा कुरा होइन त्यसपछि नराम्रो भन्ने हुँदैन केटाहरूलाई रमाइलो भइरहेछ अब एकछिन अघि केटाहरूलाई एकछिन स्विमिङ पनि खेल्न दियौँ हामीले होइन केटाहरू स्विमिङ पनि गरेर आइसक्यो आधी टोलीले त्यो काम गर्ने टोलीले चाहिँ यहाँनिर बसेर काम गर्यो अब त्यो स्विमिङ गरेको टोलीलाई चाहिँ भड्डु माझ्न देखाउँछु अहिले पछि भड्डु माझेको पनि भिडियो आउँछ होइन ल त्यो एउटा चाहिँ टास्क ल धन्यवाद सर त्यसै गरी हाम्रो साइडमा हाम्रो भाइ छ होइन सलिम आफ्नो के यसो भनिदेऊ न त के पिकनिकको बारेमा के कस्तो लागिरहेछ तिमीलाई राम्रो लागिरहेछ होइन हजुर अनि अब तिमी कुन ठाउँबाट होइन यो ट्रेनिङ सेन्टरमा कसरी आयो के भयो होइन त्यो यसो आफ्नो बारेमा कहिले आयो कसरी के हुँदैछ अहिले भनिदेऊ नि त सटो मिठो मेरो नाम सलिम सोमै म उता रूपन्देही जिल्लाबाट आएको त्यही अब आएको त धेरै 4-5 महिना भयो ट्रेनिङ सेन्टर जोइन गरेको त्यही हो राम्रो भइरहेको अहिलेसम्म ल है त सलिम राम्रो इन्जोय गर रमाइलो गर पिकनिकलाई है भव्य तरिकाले खुल्ला भएर चाहिँ मनाऊ है त पिकनिक आजको वनभोज ल आज त रमाइलो गर्नुपर्छ डेन्जर नाच्नु पनि पर्छ है नाच्नु अलि आउन्न हल्ला चाहिँ गरे पनि अब नाचे जस्तो गर्नु पर्यो के है त ल यसै गरी बाँकी प्रोग्रामको अब कुराहरू यस्तो अब यो फोटो भिडियोमा देखिँदै गर्छन् है त साथीहरू अहिले गोरु थप्न आउनु अहिले थप्न आऊ कि किन अहिले थप्न आऊ एकजना आऊ है सुमित बाबु
सुमित बाबु स्मेलले फेरि घडा दिन्छ कि फेरि मासुहरू हाल्छ ल ल केटा ल रोजिन कस्तो खाना आजको एकदम मिठो छ अनि अरू एकदम रमाइलो हुँदैछ पिकनिक हो खाएर नाच्ने साच्ने हो कि के गर्ने हो नाच्ने हुने अब रमाइलो माग्ने ल प्रतीक भाइ ल कस्तो छ खाना ल खुसी कस्तो लाग्यो खाना ए खाने बेला बल्ल हुन्न ल अभिषेक ल तिमीले सोधेनौ भनिरहेको थियौ ल कस्तो छ ल ल किरण ल कस्तो छ अझै थपिन्छ होला नि थपिन्न किन मिठो छैन क्या ल ल सनिप ल मासुमा नुन लाएन अरू केही भन न अब के भएन अरू ठिक छ जाउँ न नुन ल्याइदिउँ ठिक छ रुक न अहिले लिएर दिन्छु दिल्ला नै फेरि
तिमी मलाई पर्लै नै मन पर्ने तिमी मलाई पर्लै नै मन पर्ने तिमी सर्के आँखाले नहेर्ने